रगत लिएर चाहिँ पिताकोमा जानुपर्ने थियो नि त, किनभने पुजारीको कामै त्यही थियो कि पवित्र स्थानमा चाहिँ रगत लगेर चढाइसकेपछि चाहिँ है पापीहरूको पाप क्षमा हुन्थ्यो। र आज तपाईँ जो मसँग भन्नुभएको थियो कि यो चाहिँ आफ्नै आमाले आफ्नै छोरालाई नचिन्ने कस्तो छोरा हो त्यो भन्दै हुनुहुन्थ्यो नि, तर त्यो न त्यो आमा थियो र तपाईँले भनेको त्यो छोरा न त एउटा नर्मल मानिस हो है। यो पनि म तपाईँलाई भन्दुँ है, जिजस चाहिँ 100% गड हुनुहुन्छ, 100% गड हुनुहुन्छ र 100% उहाँ मनुष्य हुनुहुन्छ है। मनुष्य हुनुको कारण चाहिँ तपाईँ हाम्रो पापको लागि है, किनभने आज मानिसले कुनै पनि है आज कुनै बुटी बानेर, कुनै धागो बानेर, कुनै रातो लाएर सेतो लाएर, कुनै पनि है तेजाब राखेर, कुनै पनि साबुन सरफ कुनैद्वारा, न भैँसी भेडा बाख्रा कसैको पनि रगतद्वारा पाप क्षमा नहुने कारणले गर्दा, मानिस जातिको लागि मानिसद्वारा पाप भएको कारणले गर्दा र मानिसकै रगतको आवश्यकता परेको कारणले गर्दा उहाँ मानिस बनेर आउनु परेको हो है। तर उहाँ 100% गड हुनुहुन्छ, 100% उहाँ परमेश्वर हुनुहुन्छ हो। यो कुरा म तपाईहरुको बीचमा भन्न चाहेको हुँ। थ्यांक यू लर्ड, थ्यांक यू लर्ड। ओके, सबैजनालाई प्रभु येशू ख्रीष्टको नाममा जय मसीह अनि नमस्कार, धन्यवाद। आज फेरि पनि म तपाईहरुको बीचमा आउन पाएको छु। आज चाहिँ म टपिक जो एउटा नामको विषयमा म कुरा गर्न चाहदै छु है, जो एउटै नाउँको मानिस है 5-6 जनालाई है जो बाइबलमा बताइएको छ है, र यिनीहरुको भूमिका है, यिनीहरुले चाहिँ कसरी काम गरे त्यो बारेमा चाहिँ म तपाईहरुको बीचमा बोल्ने छु। आज चाहिँ म तपाईहरुको बीचमा यो मरियमको बारेमा बोल्ने छु है। मिरियम, मरियम है, अब म्यारी है, यो अब मेरिया है, यो सबै है एउटै नाम छ जो चाहिँ मरियम है। मरियमको बारेमा म आज किन यो टपिकलाई लिएर आए त भन्दाखेरि, किनभने आज विचित्र टाइपको मानिसहरूले है आज यो मरियम भनेर चाहिँ है नाम त भने, तर उसको काम के छ र यो मरियम को हो भनेर है प्रष्ट रूपमा नबुझेर है आधा ज्ञान लिएर बोलेको, र जहाँ चाहिँ हामीले यहाँबाट बोल्दाखेरि आधा ज्ञान लिएर बोल्नु चाहिँ है परमेश्वरको वचनको खिलाफ छ। त्यही भएर विचित्र टाइपका मानिसहरू आजकल यहाँबाट पढेर है कि यहाँबाट उनीहरूलाई चाहिने फाइदामन्द चीजहरू चाहिँ लिएर चाहिँ है आफ्नो डक्ट्रिन, आफ्नो सिद्धान्त र आफ्नो कुरालाई अगाडि बढाउनको लागि है यहाँबाट वचनहरू लिने गर्छन्। उहाँहरूको नाउँ त म लिन चाहन्न है, तर यो भिडियो है हेर्दै गर्नु भएको बेलामा तपाईहरुले थाहा पाउनु नै हुन्छ कि यो म कसको बारेमा भन्दै छु, कि जहाँ चाहिँ आधा मात्र ज्ञान लिएर बोल्दै हुनुहुन्थ्यो है। त म उहाँहरूलाई पनि यो मेरो रिक्वेस्ट हो कि हजुरहरू पुरै कन्टेक्स्टमा बाइबल पढ्नुस् है, कसलाई लेखेको, किन लेखेको है, त्यति फेरको माहौल के थियो र त्यो बेलाको माहौल हो या फेरि अहिले हामीलाई लागू हुन्छ कि हुँदै है, यो पनि राम्ररी पढ्नु हामीलाई एकदम आवश्यकता छ। किनभने बाइबल भनेको यो एउटा बुक हैन, यो भनेको 66 बुक्सको है मिलेर चाहिँ एउटा पुस्तक बनेको हो बाइबल है, जहाँ चाहिँ हामीले चाहिँ यसको कन्टेक्स्टमा हामीले पढ्नुपर्ने हुन्छ, पुरानो करार, नयाँ करार है। अनि यहाँ चाहिँ धेरै प्रकारका कमहरूलाई लेखेको कुरा पनि छ, जहाँ चाहिँ जुइसको कुरा आउँदा, अन्य जातिको कुरा आउँदा, इन क्राइस्ट वाला है जो चाहिँ विश्वासी, जो प्रभु येशूका चेलाहरूले गरेका कुराहरू र आज हामीले लिएर हिँड्नै पर्ने कुराहरू, यी सब कुराहरू चाहिँ यो बाइबलमा छ। तर सानो टुक्रा उठाएर डक्ट्रिन बनाउन कसैले पनि मिल्दैन है, चाहे त्यो आधा यो यहाँबाट ज्ञान लिएर प्रचार गर्नुहुन्छ या फेरि है, या फेरि यसैमा रहेर आधारिक पुरै शिक्षा दिनुहुन्छ, त कन्टेक्स्ट बिना है म स्वयं पनि है, चाहे म जस्तो 10% का जति पनि छन् है जो चाहिँ शिक्षाहरू
दिन्छन् है। त कसैले पनि यहाँबाट है घटाउने बढाउने काम गर्न मिल्दैन। त आज मरियमको विषयमा म तपाईहरुको बीचमा कुरा गर्न चाहे है। जो पुरानो करारमा पनि मरियम है मिरियम भनेर नाम आएको छ है, जो चाहिँ मोसाको हारुनको है बहिनी है थिइन्, उनको नाम आएको छ। र त्यसपछि डाइरेक्ट हामीले देख्न सक्छौं नयाँ करारमा है मरियम है। र मरियम चाहिँ त्यहाँ चाहिँ धेरै जना छन् है। मरियम चाहिँ लगभग मैले यहाँ सर्च गर्दै जाँदाखेरि 6 जना समथिङ नयाँ करारमा है मरियमलाई मैले भेटेको छु है। र म यी कुराहरूलाई भन्ने छु है। र यो कुन मरियम हो, उनको काम के थियो र उनी चाहिँ कसरी चाहिँ उसको इन्ट्रोडक्सन भएको छ है, यो कुरा पनि म वचनहरूद्वारा म तपाईहरुको बीचमा बोल्ने छु है। मरियम नाम चाहिँ जुन ग्रीकमा है हिब्रूमा है जो ग्रीकमा आएको छ मरियम, जो स्ट्रङ नम्बर चाहिँ है 3137 है, यो स्ट्रङ नम्बर हो। मैले यो हिब्रूमा जान चाहे किनभनेदेखि आज हामीलाई हिब्रूलाई टच गर्दाखेरि हामीले धेरै डिटेल्सहरू त्यहाँबाट भेट्न सक्छौं। त्यसपछि इंग्लिश आयो, त्यसपछि नेपाली हिन्दी है, यो पछि त्यसको ट्रान्सलेसन आएको। त हामीले त्यहाँबाट हेरौं भने प्रष्ट रूपमा हामी भेट्न सक्छौं। जहाँ चाहिँ भनेको छ मेरी भनेको छ है, मेरियस भनेको छ है, म्यापिसियस भनेको छ है, मेरिया भनेको छ, मापा भनेको छ है। यी सब चाहिँ है जुन आज इंग्लिशमा हामीले यो ट्रान्सलेसन भेट्न सक्छौं है। त यहाँ मरियम जो म तपाईहरुको बीचमा भन्ने छु, सर्वप्रथम त मैले भने कि पुरानो करारमा पनि मोसा र हारुनको बहिनी थिइन् जो मेरिया है, जसलाई भन्थ्यो मिरियम है, उनी थिइन्। त नयाँ करारमा चाहिँ है जसलाई बताइएको छ मरियम है, जो चाहिँ जीससको मम, द मदर अफ जीसस क्राइस्ट है, द वाइफ अफ जोसेफ, जो मरियमको बारेमा चाहिँ है यी स्क्रिप्चर्सहरु म तपाईहरुको बीचमा राख्ने छु। केहीबाट चाहिँ म तपाईहरुलाई पढेर पनि सुनाउने छु है। मत्ती 1 को 16 देखि 18 सम्म है हामीले हेर्न सक्छौं। मत्ती 2 को 11 है, मर्कुस 6 को 3 मा, लुका 1 को 41 मा है, अनि प्रेरित 1 को 14 मा, अनि मत्ती 13 को 55 मा, लुका 1 को 27 है 30 है 56 मा है, अनि त्यसपछि लुका 1 को 38 मा, लुका 2 को 5 मा, 16 मा, अनि त्यसपछि 34 मा है, अनि त्यसपछि प्रेरित 1 को 14 मा, मत्ती 1 को 20 मा, लुका 2 को 19 मा है। मैले तपाईहरुको बीचमा यो त्यो मरियमको कुरा गर्दै छु जो चाहिँ जीससको मम हुनुहुन्थ्यो है, जो चाहिँ कन्या मरियम, जो चाहिँ पवित्र आत्माद्वारा गर्भधारण भइन् है है, उनको कुरा गर्दै छु। र म अलिकति पढेर सुनाउने छु। मत्ती 1 को 16 देखि 18 सम्म म पढ्न चाहे। यहाँ भनेको छ, याकूब तिनै योसेफका पिता थिए, जसकी पत्नी मरियम थिइन्। यिनै मरियमबाट येशूको जन्म भयो, जो क्रिस्ट कहलाइन्छन्। अनि येशू क्रिस्टको जन्म यस प्रकारले भयो, जसकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो है। मैले तपाईहरुको बीचमा अलिअलि व्याख्या गर्न चाहेको हो र अलिअलि पढेर सुनाउन चाहेको हो। यो मरियमको कुरा भएको छ, जो है जीसस क्राइस्टलाई चाहिँ है, जसले चाहिँ जन्म दिन है, तर यो चाहिँ त्यो द्वारा होइन है। हामी बुझ्न सक्छौं यो चाहिँ पवित्र आत्माद्वारा, तर त्यो लिक्विड द्वारा होइन है। यो चाहिँ एज अ स्पिरिट द्वारा चाहिँ आउनु भएको कुरा हामीलाई बताउँदछ। र मैले तपाईहरुलाई स्क्रिप्चर पनि दिए, र यो चाहिँ त्यो मरियम हो। र अर्को छ मरियम मग्दनी है, मेरी मग्दनी है। अब यिनको पनि म तपाईहरुको बीचमा भन्ने छु। यिनी चाहिँ को थिइन् त भन्दाखेरि है मण्डलाकी बासिन्दा थिइन्, त्यही भएर यिनलाई मग्दलिन भनेको है हामी यसलाई है बुझ्न सक्छौं है। र बासिन्दा थिइन् र गालिलको नजिकमा भएको है जो चाहिँ ठाउँमा है, उनी चाहिँ मण्डलाकी
बासिन्दा थिइन् र उनी चाहिँ इभिल्स पावरद्वारा चाहिँ है ग्रस्त भएकी थिइन् है। जो दुष्ट आत्मा कम्तीमा नि सातवटा दुष्ट आत्मा चाहिँ उनमा थियो, त त्योद्वारा चाहिँ उनी हिलिङ पाएकी थिइन् है। जिजस क्राइस्टद्वारा चाहिँ उनले चाहिँ 7वटा दुष्ट आत्माद्वारा चाहिँ उनले चाहिँ हिलिङ पाएकी थिइन् है, छुटकारा पाएकी थिइन् है। तिनीको कुरा गर्दैछु म है। यो चाहिँ मैले किन राखेँ त भन्दाखेरि म्यारी मग्दनी चाहिँ जिजसकी मम्मी थिइनन् है। आज हामीले यसलाई सेपरेट गरेर पढ्नु मिल्दैन। मैले यो विषय किन उठाएँ त भन्दाखेरि है, जसलाई चाहिँ है आज यो बाइबललाई है पढ्नु भएर है, उहाँहरूले चाहिँ बाइबललाई पढेको छु भन्नुभयो, पुरै पढेको छु भन्नुभयो, तर के गर्नुभयो त भन्दाखेरि आफ्नो लागि चाहिँ काम चलाउको लागि चाहिँ कोही स्क्रिप्चर लिएर चाहिँ है, जो चाहिँ आधा अधुरो चाहिँ यहाँबाट चाहिँ लिएर चाहिँ है त्यसको छुट्टै प्रकारले आफ्नो काममा लिएको कारणले गर्दा उहाँहरूलाई म भन्न चाहे, जुन यो मरियम मग्दनी छिन् नि, यिनी चाहिँ जिजसको मम्मी थिएनन् है। यिनी चाहिँ 7वटा दुष्ट आत्माले ग्रस्त भएकी र उनी हिलिङ पाएकी र साथै उनी चाहिँ मण्डलाकी थिइन् है। त्यही भएर मग्दनी भनेको हो। र आज जुन उहाँले चाहिँ मलाई के भन्नुभएको थियो त भन्दाखेरि यो चाहिँ है जिजसको मम थिइन्, जो आफ्नो छोरालाई पनि है चिनिनन्। किनभने प्रभु येशूको जब 3 दिनको दिनमा उहाँ पुनरुत्थान, जब उहाँ मरेकाबाट जीवित भएर उनी चाहिँ खडा थिए, त त्यहाँ चाहिँ है यिनी चाहिँ गएकी थिइन्, यी मरियम गएकी थिइन् र त्यहाँ चाहिँ उनले चाहिँ जिजसलाई चिनेकी थिएनन् है। किन त भन्दाखेरि किनभने जिजसले चाहिँ आफ्नो रूपलाई चाहिँ है यस्तो उज्यालोमा परिवर्तन गर्नुभएको थियो। किनभने जबसम्म उहाँ क्रुसमा मर्नु भएको थिएन है, तबसम्म उहाँ जुन येशू हुनुहुन्थ्यो नि, र उहाँ क्रुसबाट जीवित भई उठ्नु भएपछि उहाँलाई चिन्न नसक्नुको धेरै कारणहरू छ है, जो चाहिँ आज यो बुझ्न चाहनेले मात्र बुझ्छ। र प्रभु येशू चाहिँ पिताकोमा गइसक्नु भएको थिएन है 3 दिनको दिनमा, किनभने उहाँ रगत लिएर चाहिँ पिताकोमा जानुपर्ने थियो नि त। किनभने पुजारीको कामै त्यही थियो कि पवित्र स्थानमा चाहिँ रगत लएर चढाइसकेपछि चाहिँ है पापीहरूको पाप क्षमा हुन्थ्यो। र आज तपाईँ जो मसँग भन्नुभएको थियो कि यो चाहिँ आफ्नै आमाले आफ्नै छोरालाई नचिन्ने कस्तो छोरा हो त्यो भन्दै हुनुहुन्थ्यो नि, तर त्यो न त्यो आमा थियो र तपाईँले भनेको त्यो छोरा न त एउटा नर्मल मानिस हो है। यो पनि म तपाईँलाई भन्दुम है, जिजस चाहिँ 100% गड हुनुहुन्छ, 100% गड हुनुहुन्छ र 100% उहाँ मनुष्य हुनुहुन्छ है। मनुष्य हुनुको कारण चाहिँ तपाईँ हाम्रो पापको लागि है। किनभने आज मानिसले कुनै पनि है आज कुनै बुटी बानेर, कुनै धागो बानेर, कुनै रातो लाएर सेतो लाएर, कुनै पनि है तेजाब राखेर, कुनै पनि साबुन सरफ कुनैद्वारा, न भैँसी भेडा बाख्रा कसैको पनि रगतद्वारा पाप क्षमा नहुने कारणले गर्दा, मानिस जातिको लागि मानिसद्वारा पाप भएको कारणले गर्दा र मानिसकै रगतको आवश्यकता परेको कारणले गर्दा उहाँ मानिस बनेर आउनु परेको हो है। तर उहाँ 100% गड हुनुहुन्छ, 100% उहाँ परमेश्वर हुनुहुन्छ हो। यो कुरा म तपाईहरुको बीचमा भन्न चाहेको हुँ। र म तपाईलाई भन्ने छु, जुन चाहिँ मरियम मग्दनीको चाहिँ उनले चाहिँ उसको बारेमा जिक्र गरेको स्क्रिप्चर्सहरु चाहिँ म तपाईहरुको बीचमा राख्ने छु है। मत्ती 27 को 56 अनि 61 अनि मत्ती 28 को 1 मा अनि मर्कुस 15 को 40 मा है अनि 47 मा है। यो म तपाईहरुको बीचमा यो स्क्रिप्चर किन राखेको छु त भन्दाखेरि, किनभने आज हामीलाई थाहा हुनुपर्छ कि कुन मरियमको बारेमा कहाँ लेखेको छ है। किनभने हामीले मरियम त भन्यौं है, तर कुन मरियम भनेर हामीले थाहा पाउन एकदम जरुरी छ। र तपाईहरुले पढ्न सक्नुहुन्छ, मैले तपाईहरुलाई स्क्रिप्चरहरु दिइराखेको छु है। मर्कुस 16 को 1 मा अनि 9 मा, लुका 8 को 2 मा, लुका 24 को 10 मा अनि त्यसपछि यूहन्ना 19 को 25 मा अनि यूहन्ना 20 को 1 मा, 11 मा, 16 मा, 18 मा है मरियम मग्दनीको कुरा यहाँ आएको छ है। मैले तपाईहरुको बीचमा दुईटा मरियमको बारेमा भने है, एउटा जो जिजसको मम अनि एउटा जुन चाहिँ है
मरियम मग्दनीको बारेमा म यो बोल्न बाध्य भएको चाहिँ यो कारणले हो कि यहाँ जुन कन्टेक्स्ट छ यहाँ म तपाईहरुको बीचमा पढ्ने छु यूहन्ना 20 को है 10 देखि 18 सम्म म तपाईहरुको बीचमा पढ्ने छु है। यही नै उहाँहरुले चाहिँ यो स्क्रिप्चर लिएर चाहिँ मसँग कुरा गर्नुभएको थियो तर गलत व्याख्या गर्नुभयो, त्यही कारणले म यो कुरालाई लिएर आउन बाध्य भए। त्यसपछि ती चेलाहरू आफ्ना घर फर्के तर मरियम चिहान बाहिर रुँदै उभिरहेकी थिइन् है। यो कुन मरियम त? मरियम मग्दनी। यो चाहिँ त्यो हैन जो जिजसको मम्मी हुनुहुन्छ है। तिनले रुँदै चिहानतिर निहुरेर है हेरिन् र जहाँ येशूको मृतक शरीर राखिएको थियो त्यहाँ सेता वस्त्र लाएका दुई स्वर्गदूतलाई एकजना शिरतिर र अर्को पाउतिर बसिरहेका तिनले देखिन् है। उनीहरूले तिनलाई भने, नारी किन रुँदैछौ? तिनले तिनीहरूलाई भनिन्, तिनीहरूले मेरा प्रभुलाई लगेछन् र उहाँलाई कहाँ राखेका छन् म जान्दिन है। यी कुरा भनेर तिनी पश्चिमतिर फर्किन् र तिनले येशूलाई उभिरहनु भएको देखिन् तर येशू नै हुनुहुन्छ भन्ने चिनेनन्। येशूले तिनलाई भन्नुभयो, नारी तिमी किन रुँदैछौ? कसलाई खोज्दैछौ है? यो कुरालाई लिएर उहाँ भन्दै हुनुहुन्थ्यो कि है आफ्नै छोरालाई आफ्नै आमाले नचिन्ने कस्तो ईश्वर हो, कस्तो परमेश्वर हो, कस्तो येशू हो यस्तै भन्दै हुनुहुन्थ्यो है। येशूलाई चिन्नुस्, येशूलाई चिन्नुस् है, येशूलाई चिन्नुस् है। मौका अझै पनि छ है। मैले तपाईहरुको बीचमा र्याप्चरको विषयमा मैले भिडियो बनाएको थिएँ है। येशूलाई नचिनेसम्म, येशूलाई नस्वीकारेसम्म है, येशूको कामलाई थाहा नपाएसम्म है, तपाईहरुले जुन सल्लाहकारको कुरा गर्नु भएको थियो नि त्यो सल्लाहकार चाहिँ येशूको बारेमा भन्न आउनु भएको है। परमेश्वर पिताको बारेमा गवाही दिन आउनु भएको र प्रभु येशूको बारेमा है गवाही दिन आउनु भएको है। यो कुरा पनि म तपाईहरुको बीचमा भन्दै छु है। तिनले उनलाई माली भन्ठानेर भनिन्, हजुर तपाईले उहाँलाई यहाँबाट लैजानु भएको भए कहाँ राख्नु भएको छ मलाई भन्नुहोस् र म उहाँलाई लैजाने छु। येशूले तिनलाई भन्नुभयो, मरियम। तिनले फर्केर उनलाई हिब्रूमा भनिन्, रब्बिनी अर्थात हे गुरुज्यू है। जब उनले प्रभु येशूले जब उनलाई मरियम भने नि है त्यो आवाजलाई सुनेर प्रभु येशूलाई चाहिँ चिनेकी छिन् है। आज प्रभु येशूलाई कसले चिन्छ थाहा छ है? प्रभु येशूलाई कसले खोज्छ थाहा छ? मतलब कसले चिन्छ त भन्दा जसले चाहिँ हृदयदेखि खोज्छ नि है त्यसले भेटाउने हो प्रभु येशूलाई है। त्यही भएर यिनले चाहिँ आवाज सुनेकी छिन् तर आज दोदास गर्ने, आफ्नो मनगढन्ते कुराहरू राख्नेलाई प्रभु येशूको आवाज सुन्न गाह्रो हुन्छ है। त्यही कारणले गर्दा यहाँ मरियम भन्दाखेरि चाहिँ है त्यो आवाजलाई चाहिँ उनले पहचानेकी छिन् है। तपाईको जीवनमा पनि जसले आज येशूलाई पानी भन्नुभएको छ नि है, पानी त हो, उहाँ जीवनको पानी हुनुहुन्छ है। उहाँ नै जीवनको पानी हुनुहुन्छ है। उहाँद्वारा नै है मानिसको उद्धार हुन्छ, पाप क्षमा हुन्छ है, उद्धार मुक्ति उहाँद्वारै पाउने हो। उहाँ त्यो पानी हुनुहुन्छ है, त्यो पानी हुनुहुन्छ। तर तपाईले भन्नुभएको थियो कि त्यो पानी जो पानी खाएर मान्छे अगाउँदैन तर खाना खानुपर्छ भन्नुभएको थियो। खाना पनि उहाँ नै हुनुहुन्छ, रोटी हुनुहुन्छ नि, रोटी पनि उहाँ नै हुनुहुन्छ। अनि तपाईले वचनको कुरा गर्नुभएको थियो नि, वचन पनि उहाँ नै हुनुहुन्छ। मैले तपाईलाई यूहन्नाको किताबबाट देखाएर भनेको थिएँ, आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, वचन परमेश्वर हुनुहुन्थ्यो र वचन चाहिँ देहधारी हुनुभयो है। त्यही वचन देहधारी भइसक्नु भएको छ है। र तपाईलाई मैले यो कुरा भन्दै छु है। राम्ररी तपाई बाइबललाई पुरै रूपले पढ्नुहोस् है। अनि बल्ल तपाई चाहिँ अनि फिल्डमा उत्रिनुहोस्, कन्ट्याक्समा तपाई वचन ल्याउनुहोस् न है। तपाई जब 22 सिकाइराख्नु भएको छ है, जब म 23 को कुरा गर्दैछु तपाई 22 सिकाइराख्नु भएको छ भने म तपाईको कुरा कसरी सुनौ त नि है। पहिला तपाई 24 सिकेर आउनुहोस्, म 23 सिकेर बसेको छु भने तपाई 24 सिकेर आउनुहोस् है। तपाई मलाई 22 सिकाउनु हुन्छ भनेदेखि कसरी म तपाईसँग बसेर सिकौं है। त्यही कारणले पहिला बाइबललाई राम्ररी कन्टेक्स्टमा पढ्नुहोस्, कसलाई लेखेको, किन लेखेको, कसरी लेखेको र कहिलेसम्मलाई थियो
है। यो अहिले लागू हुन्छ कि हुँदैन है, यी सब कुरालाई बुझेर आउनुस् है, त्यसपछि कुरा गरौँला है। येशूले तिनलाई भन्नुभयो, मलाई नछौ, किनभने म अहिलेसम्म पिता कहाँ गएको छैन, तर मेरा भाइहरू कहाँ गएर तिनीहरूलाई भनिदेऊ, मेरा पिता र तिमीहरूका पिता र मेरा परमेश्वर र तिमीहरूका परमेश्वर कहाँ गइरहेछु। मरियम मग्दनी गइन् र चेलाहरूलाई सुनाइन्, मैले प्रभुलाई देखेँ अनि उहाँले भन्नुभएका कुरा तिनीहरूलाई तिनले भनिदिन् है। यहाँ पिताकोमा गइसक्नु भएको थिएन प्रभु येशू आफ्नो रगतलाई चाहिँ देखाउनलाई है, पवित्र स्थानमा गइसक्नु भएको थिएन है। त्यही कारणले उहाँले नछौ भन्नुभयो है। त्यही कारणले गर्दाखेरि उहाँ जुन चाहिँ क्रुसमा चढ्नु भन्दा पहिलाको जुन येशू थियो नि है, 3 दिनको दिनमा पौडी उठेपछि उहाँ त्यो येशू रहनु भएन है, त्यो येशू रहनु भएन जो चाहिँ बिचारा भएर उहाँ चाहिँ पुरै है घिसारिएर है, तानिएर डराइएर गएर बलि हुनु भएको थियो नि, त्यो येशू रहनु भएन। यहाँ त्यो कुरा बुझ्नुपर्छ हामीले है। तपाईहरुको बीचमा मैले यो दुईवटा मरियमको विषयमा भने, अब म तपाईहरुको बीचमा अर्को मरियमको विषयमा पनि कुरा गर्नेछु है, जो मरियम चाहिँ द मदर अफ जेम्स एन्ड लेस एन्ड है जोसेफ है। अनि यो चाहिँ अर्को मरियम हो जो चाहिँ याकुबको र योसेफको आमाको कुरा आएको छ है। अनि उनको हस्बेन्डको नाम चाहिँ अल्फाउस भन्ने नाम थियो अनि क्लोपास भन्ने नाम थियो है। उनको पत्नी र याकुब र योसेफको चाहिँ है आमा जो अर्की मरियमको कुरा पनि यहाँ आएको छ है। यिनी चाहिँ को थिइन् भन्दाखेरि यिनी चाहिँ जो प्रभु येशूको जुन वहाँ जब वहाँको दफन हुँदै थियो त्यो बेलामा पनि उनी त्यहाँ एटेन्सिभ छिन्। उनी चाहिँ को थिइन् त? उनी अर्कै मरियम हुन् र उनको बारेमा पनि बाइबलले कोट गरेको छ, उनको बारेमा लेखेको छ है। यहाँ म पढ्ने छु मत्ती 27 को 56। तिनीहरू मध्ये मरियम मग्दनी र याकुब र योसेफकी आमा मरियम है र जब्दियाकी छोराहरूकी आमा थिइन् है। यो जब्दियाकी छोराहरूकी आमा छुट्टै भइन् र मरियम मग्दनी जो हामीले सेकेन्डमा कुरा गरेको थियौं है उहाँको कुरा भयो र अर्को चाहिँ याकुब र योसेफकी आमा है, जो मैले तपाईहरुको बीचमा भने है, क्लोपासको पत्नी है, उनी है। अनि फेरि त्यही कुरा फेरि यहाँ तल पनि लेखेको छ 61 मा है, मत्ती 27 को 61 मा पनि भनेको छ, चिहानको सामुन्ने मरियम मग्दनी र अर्की मरियम पनि बसिरहेकी थिइन् है। यो अर्की मरियम चाहिँ को थिइन् त भन्दा जो मैले भने याकुबकी आमा है, योसेफकी आमा है, योसेफकी आमा र क्लोपासका पत्नी है। यो चाहिँ थर्ड मरियम थिइन्। उनको बारेमा लेखेको चाहिँ मैले तपाईहरुको बीचमा अलिकति स्क्रिप्चरहरु देखाउने छु। मत्ती 27 को 56 र 61 जो अहिले मैले तपाईहरुको बीचमा पढे र मत्ती है 28 को 1 मा पनि लेखेको छ, मर्कुस 15 को 40 अनि त्यसपछि 47 मा पनि लेखेको छ, अनि मर्कुस 16 को 1 मा पनि लेखेको छ, लुका 24 को 10 मा पनि लेखेको छ र यूहन्ना 19 को 25 मा पनि है यो थर्ड मरियमको कुरा आएको छ। र अर्की फोर्थ मरियम चाहिँ म तपाईहरुको बीचमा है भन्ने छु, द सिस्टर अफ लाजरस एन्ड मार्था है। यो चाहिँ लाजरस र है लाजरस र यो मार्थाको चाहिँ दिदी है, दिदी या बहिनी है, जो सिस्टर भनेको छ। त्यसको बारेमा चाहिँ जिक्र गरेको छ लुका 10 को 39 है, अनि 42 अनि यूहन्ना 11 को 1 मा अनि 45 मा अनि त्यसपछि यूहन्ना 12 को 3 मा है। अलिकति चाहिँ पढ्ने छु म जो लुका है 10 को 39 देखि 42 सम्म म तपाईहरुको बीचमा पढ्ने छु है। यहाँ भनेको छ मरियम नाम भएकी है तिनकी एउटी बहिनी थिइन्, तिनी येशूका पाउनिर बसेर उहाँको वचन सुन्थिन् है। 40 मा तर मार्था सेवा सत्करको धेरै काममा अल्झेकी थिइन्, तिनले
येशू कहाँ गएर भनिन्, गुरुज्यू, मेरी बहिनी सेवा सत्कारको काममा मलाई एक्लै पारेकी छिन्, तपाईँ वास्ता राख्नुहुन्न है, त्यसलाई भनिदिनुहोस् र त्यसले मलाई सघाओस्। तर येशूले जवाफ दिएर तिनलाई भन्नुभयो, मार्था मार्था, तिमी धेरै कुराका विषयमा चिन्ता गर्छौ र व्याकुल हुन्छौ, तर आवश्यकता एउटै कुराको छ। त्यही असल कुरा मरियमले छानेकी छि, जो तिनीबाट खोसिने छैन है। यिनी चाहिँ एउटा असल है प्रभु येशूको दासिनी है, जो प्रभु येशूको पाउनेर बसेर चाहिँ शिक्षा सुन्थिन् है, वचन सुन्थिन् है, तिनको बारेमा कुरा गरेको छ, जो लाजरस र मार्थाको सिस्टरलाई चाहिँ यहाँ जताइएको छ। यो चाहिँ फोर्थ मरियम है। अब म फिफ्थ मरियमको बारेमा म तपाईहरुको बीचमा बोल्ने छु। द मदर्स अफ जोन मार्क्स है। यो जोन मार्क्सको मदर्स पनि यहाँ चाहिँ उनको नाम पनि मरियम छ। म तपाईहरुको बीचमा पढ्ने छु। यो चाहिँ प्रेरित 12 को 12 मा यो कुरा तिनलाई थाहा भएपछि तिनी मर्कुस भनिने यूहन्नाकी आमा मरियमको घरमा गए। त्यहाँ धेरै जना जम्मा भएर प्रार्थना गरिरहेका थिए। तिनी चाहिँ को त? मर्कुस भनिने यूहन्नाकी आमा है। मर्कुस भनिने यूहन्नाकी आमा, द मदर्स अफ जोन मार्क्स है, जो चाहिँ प्रेरित 12 को 12 मा यसको बारेमा भनेको छ। र फिफ्थ मरियमको बारेमा कुरा गरे। अब सिक्स्थ मरियमको बारेमा म तपाईहरुको बीचमा बोल्ने छु है। यो चाहिँ पक्का क्रिस्चियन वुमेन है, अ सर्टेन है क्रिस्चियन वुमेन है, मेन्शन्ड इन रोमन्स 16:6 है। यो जुन चाहिँ पक्का एउटा क्रिस्चियन है आइमाईको बारेमा चाहिँ भनेको छ, जसको नाम चाहिँ मरियम थियो है। म तपाईहरुको बीचमा पढ्ने छु रोमी 16 को 6 मा। मरियमलाई जसले तिमीहरूका बीचमा घोर परिश्रम गरिन्, तिनलाई अभिवादन देऊ है। उनी के थिइन् त? पक्का क्रिस्चियन थिइन् है। त्यही कारणले यो चाहिँ रोमीको 16 को 6 मा यसको बारेमा कुरा गरेको छ। मैले तपाईहरुको बीचमा है 6 वटा मरियमको बारेमा ल्याए है। अझ मिरियमको बारेमा अझै मोसा र हारूनको दिदीको है बहिनीको बारेमा भनौं भने त अझ 7 वटै हुन्छ है, जो चाहिँ पुरानो करारमा उहाँको बारेमा कुरा गरेको छ है। त मैले तपाईहरुको बीचमा चाहिँ यहाँ ल्याए है 6 वटा मरियमको बारेमा, जो मैले तपाईहरुलाई उनीहरुको डिपार्टमेन्ट छुटाएर भने कि कसरी चाहिँ उहाँहरुको बारेमा चाहिँ भनेको छ र यिनीहरु छुट्टै छुट्टै थिए र आज यो छुटाउन एकदम जरुरी छ। किनभने आज राजु त हो, म राजु त हुँ, तर कोही राजु कुकिङ गर्छ, त कोही राजु चाहिँ है अब शपकिपर छ, कोही राजु टिचर छ, कोही राजु चाहिँ है अब क्रिमिनल छ भनेदेखि है आज हामीले यो राजु चाहिँ यो हो, यो राजुको काम चाहिँ यो हो, यो राजुले चाहिँ यसरी काम गर्छ भनेर आज हामीलाई भन्न जरुरी छ है। यदि हामी यसरी भनेनौं भनेदेखि है हामीले चाहिँ डिटेलमा बोलेका छैनौं भन्ने हामी प्रष्ट रूपमा बुझ्छौं। अनि म तपाईहरुको बीचमा जुन कुरा ल्याए, जो चाहिँ पहिलो मरियमलाई राखे, जो चाहिँ जिजस मम है, येशू ख्रीष्टको जीवन र सेवाकाईलाई धेरै प्रमुख व्यक्तिहरुसँग सम्बन्धित है सबैभन्दा उल्लेखनीय है यस प्रभु येशूकी आमा मरियम हो है, जसलाई परमेश्वरले मसीहालाई जन्माउन है चुनेको है जवान कन्याको रूपमा चित्रण गरिएको छ है। यो मरियम चाहिँ है प्रभु येशूको जीवनीमा है यिनी चाहिँ इम्पोर्टेन्ट व्यक्ति हुन्, जसलाई चाहिँ परमेश्वरले चुन्नु भएको है, जो मसीहालाई जन्माउनको लागि चाहिँ चुनिएको एउटा जवान कन्याको रूपमा चित्रण गरेको छ। उनको कथा सुसमाचारका कथाहरूमा केन्द्रित छ। विशेष गरी घोषणा गरिएको चाहिँ लुका 1 को 26 देखि 38 सम्म र जन्मेको विवरणहरूमा है भक्ति चाहिँ है यो मती 1 को 18 है अनि 25 है, लुका 2 को 1 देखि 7 सम्म है यो कुरालाई बताएको छ है। हामीले यहाँ हेर्न सक्छौं, जति पनि मैले तपाईहरुको बीचमा स्क्रिप्चर देखाएको छु त्यो तपाईहरुले पढ्नु होला है। अनि अर्को मरियम
जो चाहिँ मरियम मग्दनी, जो चाहिँ मण्डलाकी बासिन्दा, जो चाहिँ 7-7वटा दुष्ट आत्माले ग्रस्त भएकीलाई हिलिङ पाएर चाहिँ तिनी मरियमको कुरा गरिएको छ। उनी चाहिँ प्रभु येशूको है उनको सेवा, उनको भक्तिको लागि चाहिँ प्रचलित छिन् है। यिनी मरियम चाहिँ है उनलाई चारै सुसमाचारका पुस्तकहरूमा येशूको क्रुसको साक्षीको रूपमा र पहिलेको रूपमा उल्लेखित गरिएको छ है। प्रभु येशू 3 दिनको दिनमा बौरी उठ्नु भएपछि पहिलो प्रभु येशूलाई देख्ने है एउटा नारी है उनको बारेमा लेखेको छ है। उनी चाहिँ त्यो नारी थिइन् जसले प्रभु येशूलाई है मरेकाबाट 3 दिनमा बौरी उठ्दा उनले देखेकी पहिले है। उनी प्रभु येशूका चेलाहरू मध्ये है पहिले यिनले देखेकी छिन् है। अनि अर्को चाहिँ मार्था र लाजरसकी बहिनी है, बेथानीको है मरियम है, येशूको खुट्टालाई महँगो अत्तरले अभिषेक गर्ने कार्यको लागि है प्रख्यात छ, पूजा गर्ने कार्य र उहाँको चाहिँ अन्त्येष्टि तयारी गरेकी मरियम है ले गरेकी है। लुका 10को 28 देखि है 42 सम्म यो कुरा र यूहन्ना 12को 1 देखि 8 सम्म येशूको मिसनको महत्त्व बुझिन्छ है। उनले गरेको है भक्तिले चाहिँ त्यो देखाउँदछ। मैले तपाईहरुको बीचमा यो लिएर आए है, जो चाहिँ 6-6वटा मरियमको बारेमा मैले तपाईहरुको बीचमा भने है। अनि मैले पुरानो करारमा पनि जो मोसाको है सिस्टर है, हारूनको सिस्टरको बारेमा पनि मैले तपाईहरुको बीचमा भने, उनको पनि नाम मिरियम थियो। र नयाँ करारमा चाहिँ जुन मरियमहरुको कुरा गरेको छ, जो प्रभु येशूकी आमा है, जो प्रभु येशूलाई जन्माउनलाई है प्रभु परमेश्वरले छान्नु भएकी है एउटी कन्या है एउटा भयो। र अर्को मरियम मग्दनी, जसको है आङमा चाहिँ 7-7वटा दुष्ट आत्माले सताएर उनी चाहिँ त्यहाँबाट हिलिङ पाएकी थिइन् है। 2टा मरियम भयो। 3टा मध्ये चाहिँ है एउटा चाहिँ याकूब र योसेफकी आमा है, जो चाहिँ क्लोपासकी पत्नी है, उनी है तेस्रो नम्बरमा है। अनि अर्को चौथो नम्बरमा मैले तपाईलाई भने लाजरस र मार्थाकी है सिस्टर। अनि त्यसपछि द मदर अफ जोन मार्क है। अनि अर्को मदर अफ जोन मार्क है 5मा भने। र एउटी 6औं नम्बरमा चाहिँ मैले भने एउटा पक्का है विश्वासी है नारी है, जो मैले तपाईहरुको बीचमा 6औं नम्बरमा है रोमी 26को 6बाट मैले तपाईहरुको बीचमा ल्याए है। यिनीहरुले चाहिँ कसरी काम गरेका छन् त भन्दा है, प्रभु येशूको है सेवा टहल गर्न, प्रभु येशूलाई चाहिँ के हो भनेर चिनाउनलाई है, प्रभु येशूको चाहिँ है महानतालाई चिनाउनलाई है, प्रभु येशूलाई चाहिँ है जन्माउनलाई र अनि प्रभु येशूलाई चाहिँ पूजा है भक्ति गर्न, उहाँको महत्त्वलाई बुझाउनलाई यिनी महिलाहरू, जो मरियम नामका महिलाहरूले चाहिँ कार्य गरेका छन् है। प्रभु येशूको क्रुसिफिकेसनमा जब उहाँ क्रुसमा टाँगिँदै हुनुहुन्थ्यो, त्यहाँ पनि 3वटै मरियम छन्। एउटी जुन मरियम थिए याकूब र योसेफकी आमा मरियम है, र अर्की मरियम मग्दलिनी र प्रभु येशूकी मम्मी है, यिनी थिइन्। 3 जना क्रुसिफिकेसनमा थिए है। त्यही कारणले गर्दाखेरि आज हामीले बाइबललाई पढ्दाखेरि कन्टेक्स्टमा पढ्नुपर्छ। र अवश्य नै है आज यो हजुरहरुको बीचमा पनि मैले तपाईहरुको बीचमा है यो स्क्रिप्चरहरु ल्याएर मैले तपाईहरुको बीचमा देखाए, र हजुरहरुले पनि यो स्क्रिप्चरलाई फेरि दोहोऱ्याएर पढ्नुहोस्। र यहाँबाट हामीले सिक्यौं कि यहाँ चाहिँ 6-6वटा है 7-7वटा मरियम छन् है। र आज हामीले है बाइबलबाट हेरौं। सबैजनालाई जय मसीह, प्रेज द लर्ड।